साउनको महिना झरीले धरती निथुक्क भिजेकी थिइन्। रुख बिरुवामा टाँसिएका धुलो सबै पखालिएका थिए। झारपातहरू सफा देखेर एउटा जुको लमक लमक गर्दै पातमाथि बस्यो। ऊ आफूले हिँडेको बाटोमा चुम्बन छोड्दै हिँड्दै थियो। जुकाको चुम्बनले झारपातहरू मक्ख थिए। त्यतिकैमा एउटा किसान त्यहाँ घाँस काट्न पस्यो। उसले जुकोलाई देख्यो तर वास्ता गरेन। मनमनै यसले चुस्ने त्यही एक थोपा रगत त हो नि भन्दै धमाधम घाँस काटिरह्यो। हुन पनि जुको झरी लिएर आएको थियो। किसानलाई घाँस दिएको थियो। किसानले सोच्यो, मैले यसलाई नै रगत दिनुपर्छ। दुई भारी घाँसमा आफ्नो सर्वस्व देखेर किसानले जुकोलाई आफ्नो रगत दियो। यता जुकाले किसानको सोझोपनाको फाइदा लियो। हर्षले सीमा नाग्यो उसको। खुसीको सुरमा जुकोले रगत चुस्दा चुस्दै अलि बढी नै चुसेछ क्यारे। ऊ बर्ल्याङ्ग भुइँमा पछारियो। किसानको शरीरबाट रगत बगिरह्यो। ऊ घाँस काट्नमा व्यस्त थियो। अमृत दिने गौमाताको सेवामा तल्लीन थियो। किसान बिहान बेलुका अमृत पिउन सङ्घर्ष गरिरहेथ्यो। यता जुका धेरै खाएर अलिकति रगत फ्याँक्न सङ्घर्ष गरिरहेथ्यो। बिस्तारै झरी रोकियो र खडेरी सुरु भयो। झारपातहरू पनि सुकेर गए। जुको गर्मी भएर शीतल खोज्दै खोइ कता लुकेर बस्यो। किसान अझै पनि त्यही छ, त्यही सुकेको झारपातमा। गाईलाई घाँस छैन, तर पनि चर्को घाममा त्यही माटो कोट्याइरहन्छ। सायद ऊ जुकोलाई खोज्दैछ। जुकोलाई बोलाउँदैछ र भन्दैछ, तिमी फेरि आऊ र झरी पारिदेऊ। यो सुकेको धरतीलाई हराभरा बनाइदेऊ। तर जुको सुनेर पनि नसुने जस्तो गर्छ। किसान भन्छ, आऊ न, बरु म अलिकति रगत दिन्छु नि। मेरो सुक्खा खेतलाई हिलो बनाइदेऊ। मेरो बगैँचामा पानी लगाइदेऊ। अनि म टन्न अन्न फलाउँछु, फलफुल फलाउँछु। फुलै फुलले यो धरती सजाइदिन्छु। त्यसपछि म हृष्टपुष्ट हुन्छु अनि तिमीले झन् राम्रो रगत चुस्न पाउँछौ। म मेरो मात्र होइन, मेरो सन्तानको रगत पनि तिमीलाई दिउँला। तर जुको वास्तै गर्दैन। उल्टै खित्का छोडेर हाँस्छ। हिजो जसको रगत चुसेर ऊ बाँच्यो, आज उसैलाई गन्दैन। झरी पर्छ अनि मात्रै आउँछु भनी घुर्की लाएर बस्छ। यता किसान जुकोलाई फकाउन फेरि प्रयास गर्छ। ऊ भन्छ, तिमीले झरी पर्खनु पर्दैन। तिमी आएपछि आफै पानी पर्छ। पानी परेपछि मेरी गाईले टन्न घाँस खान पाउँछ। अनि म दुध बेचेर छोराछोरी पढाउँछु। कपटी जुको लडीबडी गर्दै बसिरहन्छ। ऊ गाउँ गाउँ हल्ला गर्दै हिँड्छ, मैले जुकोलाई मेरो खुन दिएर बचाएँ। तर मैले दिएको खुनको गुण फर्काउन ऊ आएन भनेर। यो कुरा पल्लो घरको गाउँको किसानको कानमा पुग्छ र खुब हाँस्छ। छिमेकी गाउँको किसान हाँसेको देखेर त्यो किसानलाई साह्रै रिस उठ्छ र हाँस्नुको कारण सोध्छ। अनि त्यो छिमेकी किसानले भन्छ, गल्ती तिम्रो हो, त्यो जुकोलाई के दोष दिन्छौ? झरीको दिन घाँस काट्न जाँदा जुको देखेको त हो नि। यतिका वर्ष चेतेपछि कुन जुको 12 मास आइरहन्छ, कुन 12 दिन मात्र आउँछ, त्यो छुट्याउन सक्नु पर्थ्यो। दुई भारी घाँसको लोभमा कसरी रगत दिन सक्यौ तिमीले? तिमी मूर्ख हौ। मलाई हेर न, मेरो बारी हेर।
मेरो बारीमा 12 मासा जुको नाचिरहन्छ। गाई भैँसीलाई टन्न घाँस पुग्छ। दुध दही मोही जे भन्यो त्यही। अन्न बाली पनि धेरै सप्रेका छन्। पैसा पनि टन्न कमाइरहेछु। मेरो जुकोलाई रगतको मूल्य थाहा छ। र यो सबको कारण म आफै हो, किनकि यसको सुरुवात मैले रगत दिएर गरेको हो। छिमेकी किसानको कुरा सुनेर झसङ्ग हुन्छ। त्यसपछि उसले आफूसँग एउटा बाचा गर्छ। म मेरो एक थोपा रगत पनि खेर जान दिन्न। म 2 भारी घाँसको प्रलोभनमा पर्दिन। अबदेखि नेपाल आमालाई रुवाउने जुकोलाई रगत दिन्न। रगत दिन्छु त केवल 12 मासे जुकोलाई दिन्छु।